आउनु न के रेडी गरौँ न रेडी हो आफ्नै चिन्ता आफ्नै चाहिँ भएन भने हैन चिन्ता छ एकछिन है सरोकार हुनु पर्यो सरोकार रेडी छ भनिदिनुहोस् लामै भयो संवाद के भयो सम्पूर्ण पत्रकार साथीहरू धन्यवाद आजको हाम्रो प्रधानमन्त्री र प्रधानमन्त्री अन्तर्गत रहेका अन्य मन्त्रालयका मन्त्रीज्यूहरूसँग दुईजना मन्त्रीज्यू हुनुहुन्थ्यो उहाँहरूसँग राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट पार्टी सभापति रवि लामिछाने ज्यूको नेतृत्वमा हामी उपसभापतिहरू डिपी अर्याल र डाक्टर स्वर्णिम वाग्ले अनि शिशिर खनाल र म गरेर हामी उहाँहरूसँग संवादमा बस्यौँ विशेष त अब आजको यो हाम्रो संवाद भनेको हाम्रो पार्टी सभापति पार्टीमा औपचारिक रूपमा कार्यभार सम्हालेर उहाँ आइसक्नु भएको छ यो औपचारिक रूपमा सरकारलाई जानकारी पनि गरायौँ यो राजनीतिक हिसाबले एक हिसाबले हामीले सरकारलाई जानकारी गराउनु हामीले हाम्रो दायित्व पनि ठान्यौँ त्यो सँगसँगै चाहिँ यो बीचमा सरकारले म्यान्डेट पाएको एउटा मात्रै विषय भनेको निर्वाचन छ निर्वाचन हाम्रो लागि अत्यन्तै महत्त्वपूर्ण विषय छ निर्वाचन गराउने सवालमा हामी धेरै पटक वार्तामा आयौँ र वार्तामा उठेका जुन सवाल जवाफहरू छन् चासोका विषयहरू छन् तिनै सवाल जवाफ र चासोका विषयहरू सभापति स्वयंको उपस्थितिमा आज फेरि पुनः एकचोटि ती विषयहरूमा पनि हामीले छलफल गर्यौँ र अर्को कुरा चाहिँ विशेष गरी भदौ 23 र 24 गते त्यो घटनासँग सम्बन्धित धेरै कुराहरू पनि भए त्यसमा विशेष गरी जेनजी उमेर समूहका साथीहरूले अहिले भर्खरै एउटा वार्ता पनि गर्नुभयो सरकारसँग सम्झौता पनि गर्नुभयो त्यो सम्झौतामा उठाएका विषयवस्तुहरू कार्यान्वयनको अवस्था के छ सरकारले अहिले ती सम्झौताहरूलाई कार्यान्वयन गर्नको लागि के काम गरिरहेको छ भन्ने चासोका कुराहरू पनि हामीले उठायौँ र अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ अब निर्वाचन नै सबै यो सरकारको एउटा महत्त्वपूर्ण म्यान्डेट भएको कारणले गर्दाखेरि अहिले युवा पुस्ताले चासो पनि राखिरहेको अब हुन त हाम्रो नेपालको संविधानले अब संघीय निर्वाचनमा भाग लिनको लागि कम्तीमा 25 वर्ष भन्ने कुराहरू संविधानमै व्यवस्था छ तर अब हाम्रो जेनजी उमेर समूहका साथीहरूले 21 मै किन नगर्ने त अथवा 18 मै किन नगर्ने त भन्ने खालका प्रश्नहरू पनि उठाइरहनु भएको छ कम्तीमा अब 21 चाहिँ हुनुपर्छ भन्ने किसिमको जेनजी उमेर समूहको साथीहरूले अहिले कुरा उठाइरहनु भएको छ त्यो बारेमा के गर्न सकिएला त अथवा संविधान संशोधनकै जुन कार्यदलहरूको कुराहरू छ यिनीहरूमा यी विषयहरूलाई कसरी समेट्न सकिएला र आगामी दिनहरूमा हामीले 21 वर्षको साथीहरूलाई संघीय निर्वाचनमा भाग लिने अवस्था सिर्जना गर्न कसरी गराउन सक्छौं भन्ने विषयमा चासो राखेर कुरा गर्यौं मूलत अब यिनै विषयहरू भए ओभरअल अब यो देशमा अहिले जुन परिस्थिति छ राजनीतिक संकट नआओस् भन्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले खेलिरहेको भूमिका र निर्वाचन लक्षित हाम्रो तयारी गरिरहेका कुराहरू हामीले जानकारी गरायौं उहाँहरूसँग पनि हामीले जुन हिजोको दिनमा चासोहरू राखिरहेका थियौं ती कुराहरू पुनः एकपटक फेरि आज पनि राख्यौं यिनै कुराहरू भए अलिकति तपाई त संवादमा पनि हुनुहुन्छ वार्तामा पनि हुनुहुन्छ हैन दुईटा कुरा रवि लामिछानेका विरुद्ध एउटा तपाईको सम्पत्ति शुद्धिकरणको कुरो हैन अनि संगठित अपराधको कुरो यो चाहिँ मिलेको छैन भनेर तपाईहरुले आवाज उठाइरहनु भएको छ अनि नयाँ सिराबाट अनुसन्धान हुनु पर्यो भनेर पनि तपाईहरुले बोलिराख्नु भएको छ यो विषय चाहिँ तपाईहरुले अहिले चाहिँ उठाउनु भयो भएन उहाँ चाहिँ नि अहिले धरौटीमा रिहात हुनुभयो हैन आफ्नो भागको बिगो रकम तिर्न तयार छु र भविष्यमा पर्न आउने दायित्व पनि दिन म मन्जुर छु भनेर चाहिँ उहाँ अहिले सोच्नु भएको छ अब यही अवस्थामा यदि उहाँ सांसद हुनुभयो उठ्नुभयो जित्नुभयो भने लोगो लाएर संसद भवन प्रवेश गर्ने छुट त उहाँलाई यही अवस्थामा अहिलेकै अवस्थामा छैन अर्को कुरा अब सरकारमा जाने कुरै भएन त्यो हुँदाखेरि अलिकति आउन त आउनुभयो तर हात खुट्टा बाँधिएर त्यो फुटाल्दिनु पर्यो भन्ने कुरा त्यो गर्नुभयो भएन यो विषय हामीले धेरै पटक सार्वजनिक मञ्चमा पनि हामीले व्यक्त गरिराखेको विषय भयो र सरकारलाई हामीले पटक आग्रह गरेको विषय पनि भयो जुन हदसम्म राजनीतिक प्रतिशोध भयो भनिएको छ त्यसको चाहिँ
को प्रोसेस तुरुन्तै हुनुपर्छ भन्ने हाम्रो स्पष्ट अडान छ। तर आज त्यो विषय त्यति धेरै त्यसको प्रमुखता त्यसले पाएन। आज समग्र राजनीतिक नेपालको समग्र राजनीतिक अवस्था र मूल रूपमा निर्वाचन लक्षित बढी छलफलहरू भयो। हामीले हिजो पनि हाम्रो समानुपातिक सांसदहरूसँग 7 वटा प्रदेशमा जो चाहिँ हाम्रो आन्तरिक निर्वाचनको प्रत्याशी साथीहरू हुनुहुन्छ उहाँहरूसँग हामीले 7 वटै प्रदेशमा हामीले हिजो छलफल गऱ्यौँ। म आफै पनि गण्डकीमा थिएँ। त्यो प्रसङ्गमा हामीले सरकारलाई हामीले निर्वाचन हुन्छ भन्ने ढुक्क भएर हाम्रा गतिविधिहरू अगाडि बढाइराखेका छौँ र सरकारको तयारीको अवस्था के हो र साँच्चै नै सरकारको तयारीले जुन फागुन 21मा चुनाव हुन्छ कि हुँदैन भन्ने प्रश्नमा अलि बढी आज र समसामयिक राजनीतिमा आज बढी केन्द्रित थियौँ। आज चाहिँ सुरुवातमा एक्लै भयो नि तपाईँको सभापति रवि लामिछाने र प्रधानमन्त्रीको, त्यसको विषयमा चाहिँ केही जानकारी दिनुभएको छ? के विषयमा उहाँहरूको अलि बढी केन्द्रित भयो संवाद? त्यो चाहिँ हाम्रो बुझाइमा अलिकति बढी व्यक्तिगत पारिवारिक हो भन्ने हाम्रो बुझाइ छ। हामी राजनीतिक संवाद चाहिँ हामीले औपचारिक रूपमा सबैजना एकै ठाउँ भएर गरेको त्यो अलिकति बढी पारिवारिक ढङ्ग। तर अझ यसलाई चाहिँ मेरो हिसाबले चाहिँ हामीहरू सबै यहाँ आजको वार्तामा आउँदै गर्दा हुन त हामी पार्टी कार्यालयबाटै हिँड्यौँ, तर त्यहाँको व्यस्तता, त्यहाँको उपस्थिति सबै कुरा यहाँहरूले पनि देखिरहनु भएको छ। हामी त्यसरी आउँदै गर्दा हाम्रो समय पनि त्यस्तै पर्न गयो र अब उहाँ औपचारिक हिसाबले यहाँ आउँदै गर्दाखेरि आज भर्खर मात्रै सभापतिको उहाँले जुन कार्यवाहक को जिम्मेवारी दिनुभएको थियो त्यो आज उहाँले फिर्ता पनि पाउनु भएको छ। उहाँ आफै स्वयं जिम्मेवारीमा पनि आउनु भएको छ। त्यो हिसाबले उहाँ अगाडि आउनुभयो, संवाद गर्नुभयो। यसलाई त हामीले एकदम सामान्य हिसाबले हेरेका छौँ। यो कूटनीतिक जवाब ठिक छ। अनि